उपस्थित हुनुभएको छ। हामीले उहाँलाई हाम्रो विद्यालय श्री महाभारत माध्यमिक विद्यालयमा स्वागत गर्न पाएकोमा एकदमै गौरवान्वित छौँ। सर्वप्रथम उहाँलाई हामी स्वागत र विद्यार्थीसँगको थोरै नजिकपना हुने गरी म उहाँलाई स्वागत सम्मान ग्रहण गरिदिनु हुनका लागि अनुरोध गर्न चाहन्छु। सर्वप्रथम प्रबाटै गरौँ होला पहिले सर। ताली कन्टिन्यू बजाउनु होला। धेरै धेरै धन्यवाद छ। मलाई म विद्यालय प्रशासनको तर्फबाट आदरणीय प्रधानज्यूलाई उहाँलाई खादा बढाएर स्वागत सम्मान गरिदिनु हुनका लागि अनुरोध गर्न चाहन्छु। हुन्छ, धेरै धेरै धन्यवाद छ। उहाँले आफ्नो बलबुताले स्थापना गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्रको उन्नति, प्रगति र समग्र देश विकास साथै आविष्कारको क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको कुरा हामी सबैलाई थाहा नै छ। उहाँको सम्बन्धमा लिभिङ लेजेन्डकै रूपमा विभिन्न कक्षाहरूमा हामीले पढ्दै पनि आएका छौँ, उहाँको बारेमा जानकारी लिँदै आएका छौँ। तथापि आज उहाँ आफै नै उपस्थित हुनुभएको छ। विशेष गरेर उहाँले राष्ट्रिय आविष्कार केन्द्रको उन्नति प्रगतिका लागि आफ्नो आत्मकथा लेख्नु भएको छ। आत्मकथालाई बिक्री गर्दै त्यसबाट सङ्कलित रकमबाट थप आविष्कार गर्ने योजना बनाउनु भएको छ र यहाँसम्म आइपुग्नु भएको छ। म उहाँको अनुभव साथै प्रेरणाहरू सहितको केही भनाइहरू राखिदिनु हुनका लागि यो समय हस्तान्तरण गर्न चाहन्छु। यो महाभारत माध्यमिक विद्यालय को सम्पूर्ण परिवारलाई मेरो धन्यवाद छ। भाइ बहिनीहरूलाई सबैलाई एकछिन चाहिँ यो घाम त त्यति लागेको छैन, घाम लागेको भए सक्ने थिएन होला। जोस कुहिरो लागेको हुनाले ठिकै छ जस्तो लाग्यो। र एकछिन धेरै लामो समय होइन, छोटो समयको लागि म केही कुराहरू राख्छु र भाइ बहिनीहरूसँग खास गरी आज परिचय हुने, चिनजान हुने। आज ल सानोहरूले पनि चिन्नुपर्छ, ठुलोहरूले पनि चिन्नुपर्छ, मलाई चिन्ने। किन चिन्ने त्यो कुरा म बताउँछु। अनि कक्षा 4 को भाइ बहिनीहरूको किताबमा महावीर पुनको बारेमा त्यहाँ एउटा पाठ छ। को हो कक्षा 4 ले हात उठाऊ। खै कक्षा 4 कक्षा 4 ले पनि तिमीलाई राख, तिमीहरूको किताबमा मेरो बारेमा पढ्नु परेको छ र ठुलो कक्षाले पनि पछि पढ्नु पर्छ। ल आज म छोटो कुरा राख्न चाहन्छु। मेरो नाम महावीर पुन भनेर सबैले थाहा पाउनु भयो होइन? ल अनि म कहाँको मान्छे हो भन्दाखेरि म्याग्दी जिल्लाको मान्छे। म्याग्दी भनेको एउटा हिमाली जिल्ला हो, दुर्गम यस्तो पहाडी जिल्ला हो, तर पहाडमा पनि अझै दुर्गम पहाड हिमाली जिल्ला हो। र म एउटा समाज सेवा गर्ने मान्छे हो र मेरो कामै समाज सेवा गर्ने, अरू काम छैन मेरो। मैले जागिर खाएको छैन, मैले चाहिँ कुनै व्यापार व्यवसाय खेतीपाती केही गरेको छैन। समाज सेवा गरेर हिँड्ने मान्छे हो र मेरो काम भनेको समाज सेवा गर्ने, यस्तै गाउँ गाउँ डुल्ने, गाउँलेहरूलाई चाहिँ जे जस्तो सहयोग गर्न सकिन्छ सहयोग गर्ने, हिँड्ने।
र समाज सेवा गरेको पनि अहिले मैले 32 वर्षसम्म समाज सेवा गरेको। त्योभन्दा अगाडि म चाहिँ अमेरिकामा पढ्थेँ। अमेरिकामा धेरै वर्ष पढेर नेपाल फर्केर समाज सेवा गर्दैछ। अनि अमेरिका जानुभन्दा अगाडि यस्तै गाउँको एउटा माध्यमिक विद्यालयमा मैले शिक्षकको काम पनि गरेको थिएँ। धेरै वर्ष शिक्षकको काम गरेँ, स्कुलमा पढाएँ र समाज सेवा गर्दाखेरि मैले खास गरी विज्ञान र प्रविधिलाई प्रयोग गरेर समाज सेवा गर्छु। मैले गर्ने समाज सेवा फरक छ। विज्ञान भनेको भाइ बहिनीहरूले पढिरहेछौ स्कुलमा, क्लासमा, हरेक क्लासमा विज्ञान विषय पढेकै छ। त्यो विज्ञान किताबमा पढेको विज्ञानलाई चाहिँ त्यहाँबाट त्यसबाट प्र्याक्टिकल गरेर कुनै कुराहरूको अनुसन्धान गरेर कुनै कुराहरूको विकास गरेर त्यसको आधारमा केही चिज बनाउने र त्यो चिजले चाहिँ समाजको सेवा गर्ने भनेर मैले चाहिँ काम गर्छु। प्रविधिलाई प्रयोग गर्छु। कोही चाहिँ प्रविधि आफैले पनि विकास गर्ने, कोही चाहिँ प्रविधि भइरहेको प्रविधिलाई पनि प्रयोग गरेर गर्ने। तर मैले मात्रै गरेर सक्दिनँ, किनभने मैले मात्रै सबै प्रविधिको विकास गर्न त सक्दिनँ। त्यसैले भाइ बहिनीहरूलाई पनि प्रविधिको विकास गर्नको लागि आकर्षित गर्न मैले राष्ट्रिय आविष्कार केन्द्र खोलेको छु। राष्ट्रिय आविष्कार केन्द्रमा स्कुल पढ्ने, क्याम्पस पढेका युवाहरूलाई चाहिँ मैले ल राम्रो राम्रो आइडिया ल्याएर यहाँ आएर प्रविधिको विकास गर भनेर एउटा संस्था खोलिदिएको छ। त्यो संस्थाको नाम चाहिँ राष्ट्रिय आविष्कार केन्द्र हो। भाइ बहिनीहरूले राष्ट्रिय आविष्कार केन्द्रको नाम सम्झनु। आज भोलि भविष्यमा पढ्दै गएर कुनै नयाँ कुराहरूको आविष्कार गर्न मन लाग्यो भने, नयाँ कुराहरूको अनुसन्धान गर्न मन लाग्यो भने राष्ट्रिय आविष्कार केन्द्रमा आउनु। सब सहयोग गर्छौँ हामी। सबै सहयोग जे जति सहयोग चाहिन्छ त्यो गर्छु। त्यो विद्यार्थीहरूको लागि, युवाहरूको लागि खोलिदिएको संस्था हो। त्यो चाहिँ ठुलो धेरै पढे लेखेको मान्छेहरूले आएर अनुसन्धान आविष्कार गर्ने भनेर खोलेको होइन। धेरै पढेकोले धेरै ठुलो अनुसन्धान गर्नेलाई त ठुलो युनिभर्सिटीहरू छ। ल यसरी राष्ट्रिय आविष्कार केन्द्र आज भेट भएको एउटा फाइदा तिमीहरूलाई दिन चाहन्छु। त्यो भनेको राष्ट्रिय आविष्कार केन्द्रको नाम सम्झ। अनि भोलि त्यहाँ आयो भने मजासँग आएर आइडिया लिएर आयो भने राम्रो कुराहरूको आविष्कार गर्न सकिन्छ। जे कुराको आविष्कार गरे पनि हुन्छ, काम लाग्ने कुरा बनाउने। अनि अहिले अर्को अभियानमा हिँडेको छु र यो अभियान पनि समाज सेवाको अभियान हो। तर त्यो अभियान अलि फरक छ, हेर्दाखेरि निकै फरक छ, विश्वास नलाग्ने छ। त्यो नपत्याउने खालको छ अभियान। त्यो नपत्याउने खालको अभियान भनेको यो किताब बेचेर समाज सेवा गर्ने भनेर हिँडिरहेछ। अब किताब बेचेर समाज सेवा कसरी गर्ने त्यो कुरा चाहिँ भाइ बहिनीहरूलाई भन्न चाहन्छु। अब यो किताब बेचेर मैले अहिले पैसा जम्मा गर्दैछु। नेपालभरि किताब बेच्दै हिँडेछु। सुदूरपश्चिमबाट किताब बेच्दै यहाँसम्म आउँदाखेरि 42वटा जिल्लामा भयो यो किताब बेचेको। यो मोरङ जिल्ला, 42 जिल्ला, अझै 35 जिल्ला त बाँकी छ। अनि यो 42 जिल्लामा किताब बेच्दाखेरि 10 करोड रुपियाँ भन्दा बढी पैसा जम्मा गरे। अब यो पैसाले समाज सेवा गर्ने भनेको छ। अब पैसाले कसरी समाज सेवा गर्ने, कसलाई समाज सेवा गर्ने त्यो कुरा पनि बुझ भाइ बहिनीहरूले, किनभने काम लाग्छ। यो पैसाले, यो किताब बेचेर आएको पैसाले किसानहरूको सेवा गर्ने। कसको सेवा गर्ने रे? किसान भनेको मान्छे चिन्छ कस्तो हुन्छ? तिमीहरूको बाबा आमा पनि किसानै होला होइन? गाउँमा बसेछौ नि त। गाउँमा बस्नेहरूको त बाबुआमा किसानै हुन्छ धेरै जसो, कोही छैन होला। किसानहरूको सेवा गर्ने, मद्दत गर्ने। किसानहरूलाई कसरी भन्दाखेरि किसानहरूलाई चाहिने औजार बनाइदिने। अब औजार बनाउने भनेपछि खेती गर्नलाई अब जोत्ने औजार चाहियो, खन्ने औजार चाहियो, रोप्ने औजार, जस्तो मकै छोडेको छ मकै रोप्ने औजार चाहियो, तरकारी रोप्ने औजार चाहियो, धान रोप्ने औजार चाहियो, आलु रोप्ने औजार चाहियो,
पहाडतिर कोदो रोप्ने औजार चाहियो। यस्ता किसिमका किसानहरूलाई चाहिने साना साना औजारहरू भयो भने किसानहरूलाई काम गर्न सजिलो हुन्छ। सजिलो होस् भनेर किसानहरूको सेवा गर्नको लागि यो किताब बेचेर पैसा जम्मा गरेको हो र यो किताब बेचेर अहिले आएको पैसाले अहिले औजार पनि बनाइरहेको छ। औजार बनाउने काम वीरगञ्जमा भइरहेको छ। वीरगञ्जमा एउटा कारखाना छ र त्यो कारखानामा औजार बनाउँदैछ र त्यो कारखाना मेरो आफ्नो प्राइभेट कारखाना होइन, त्यो चाहिँ नेपाल सरकारको कारखाना हो। तर सरकारले चलाउन नसकेर 30 वर्षदेखि बन्द भएको कारखानालाई यो किताब बेचेर आएको पैसाले मर्मत गरिसक्यो। मर्मत गरेर अहिले औजारहरू बनाउँदैछ। अब त्यहाँ बनेका औजारहरू भाइ बहिनीहरूको गाउँघरमा पनि आउँछ, भाइ बहिनीहरूले पनि प्रयोग गर्न सक्छ। यसरी समाज सेवाको लागि किताब बेचेर औजार बनाउने, औजार बनाएर कारखाना चलाएर धेरै पैसा कमाउने होइन। मैले पैसा कमाउनुको लागि त्यो औजार बनाएर कारखाना चलाउने होइन। यो हो, बुझ। अब यो अभियान हो, यसैको लागि आएको। अब रह्यो यहाँ यो किताबमा मैले के लेखेको छु भन्ने कुरा भाइ बहिनीहरूले अझै सुन्न ध्यान दिएर। यो किताबमा मेरो जीवनको कथा लेखेको छ। मेरो बाल्यकाल, हाम्रो बाल्यकाल कस्तो थियो, बाल्यकालमा हामी के गर्थ्यौँ होइन। अनि म पनि तिमीहरू जस्तै स्कुलमा गएर पढेको हो। धेरै दुर्गम ठाउँहरूमा धेरै दुःख गरेर पढेको हो। कसरी पढेँ, कसरी अमेरिका गएँ, कसरी शिक्षक भएर काम गरेँ र अमेरिकाबाट फर्केर नेपालमा आएर गाउँ गाउँमा कस्तो समाज सेवा गरेँ भन्ने कुराहरू कथा लेखेको छ। यहाँ कथा लेखेको छ। यो कथा मैले भाइ बहिनीहरू जस्तो विद्यार्थीको लागि लेखेको हो, विद्यार्थीको लागि कथा लेखेको हो। भाइ बहिनीहरूले यो कथा पढेर यसबाट केही कुराहरू शिक्षा लिन सकुन् भन्ने मेरो उद्देश्य छ। यो कथाको किताब मैले ठुलो ठुलो धेरै विद्वानहरूको लागि लेखिदिएको होइन। भाइ बहिनीहरूले यो किताब अब हेर, साधारण मैले जीवनमा गरेका कथाहरू लेखेको छु। कथा पढेर यसबाट केही शिक्षा लिने, केही न केही प्रेरणा लिने भनेर। त्यसैले यो भाइ बहिनीहरूले यो किताब किन्ने पैसा ल्याएको छ भने किताब किन। अनि सर म्याडमहरूले पनि किताब किनेर पढेर अनि भाइ बहिनीहरूलाई यसमा भएका कथाहरू बताइदिए हुन्छ। र विद्यालयमा लाइब्रेरी छ भने लाइब्रेरीमा पनि केही छान किताब राखेर विद्यार्थीहरूलाई पढ्न लगाउनु होला। र अन्तमा अब मेरो कुरा सकियो। अन्तमा भाइ बहिनीहरूलाई म के भन्न चाहन्छु भने मेरो बारेमा है आज आएर कुरा गरेछु। मैले समाजसेवी हो, गाउँ गाउँमा काम गरेँ, कारखाना चलाउँदैछु, राष्ट्रिय आविष्कार केन्द्र खोलेको छु भन्ने कुराहरू गरेँ। त्यो राष्ट्रिय आविष्कार केन्द्रको भिडियो हेर्नु मन लाग्यो भने, वीरगञ्जको कृषि औजार कारखानाको भिडियो हेर्नु मन लाग्यो भने, मैले गाउँ गाउँमा गरेका कामहरूको भिडियो हेर्नु मन लाग्यो भने युट्युबमा गएर भिडियो हेर्न सकिन्छ। भाइ बहिनीहरूले युट्युबमा गएर महावीर पुन भनेर किताब खोज्यो भने चाहिँ युट्युबमा पनि मेरो बारेमा धेरै भिडियोहरू हेर्न सकिन्छ। अनि महावीर पुनले के गरेको छ भन्ने कुरा जान्न सकिन्छ। ल अब घाम लगाइहाल्यो, अब कुरा टुङ्ग्याइहालेँ। ल धन्यवाद।